3:30 बजे उठ्या हो 3:30 बजे उठेर आएको 3:30 बजे उठेर फ्रेस भएर 4 बजे हिँड्या मेरिक्स पनि मेलबर्न घुम्न गएको थियो अलिअलि अब अहिले चाहिँ हामी हबार्डतिर लाग्दैछौँ अब यहाँबाट हामी जिलोङ पुग्दैछ पोर्टमा चाहिँ हामीलाई ठ्याक्क अब हाफ एन आवर लाग्छ होला त्यहाँ पोर्ट पुग्नलाई उनीहरूले चाहिँ हामीलाई हाफ एन आवर अगाडि आइज भनेको थियो ब्रिज वर्कमा गएर बिच बाटोमा तर ट्राफिक इज क्लियरली छैन नै अनि त्यही भएर अब स्लोली जाँदैछ बिस्तारै क्याच अप देयर Tasmania आयो अब हामी चाहिँ पोर्टतिर छिर्यौँ हामीले अन द वे कफी र हल्का ब्रेकफास्ट पनि दियौँ लो स्किम हालेर हाम्रो हामी बोर्डिङतिर जान्छौँ त्यही हो त्यो त के हो देख्यो भने जस्तो मुख यता हुन्छ अनि यता हुन्छ बोट बरफको यता चाहिँ खस्नु होला घुमाइहाल्छ होला प्रब्ली त्यही हो तर मान्छेहरू चाहिँ पुरै तल्लो बाटोमा वेट गरेर छ छिटो गयो छिटो लोड हुन्छ सकिन्छ स्ट्रेस हुँदैन अनि म त फर्स्ट टाइम आएको बरफ सेकेन्ड टाइम ओके फाइनल्ली हामी चाहिँ ताजमेनिया जान रेडी होइन त नानी ठिक छ नि यहाँ चाहिँ अर्ली मर्निङ भएर नानी चाहिँ अब पुरै सुकला अवस्था यहाँ चाहिँ पुरै अब गाडी यस्तो थियो मेरो यहाँ चाहिँ माथि पनि लोडेड यहाँ नि लोडेड पछाडि मजाले सब सामान होइन अनि यहाँ चाहिँ अब यसरी कुर्ने हो सबैजना यसरी यहाँ यसरी कुरेर चाहिँ अनि त्यसपछि जाने नै हुन्छ यहाँ छ यसरी त्यही हो अब सी यु इन ताजमेनिया भन्दा नि बिचमा त हाम्रो अब यताउति जाने त भइ नै हाल्छ सबै कुरा है त ल सी यु गाइज हामी चाहिँ अब मुभ हुँदैछौँ बिस्तारै गाडी अलिअलि सरिरहेछ गाडी अलिअलि चाहिँ सरिरहेछ सनराइज चाहिँ एकदम बवाल देखिन्छ क्या यहाँबाट अलि लेट भइसक्यो तर अब अझै पनि राम्रै देखिन्छ बोर्ड भएर गोल्डन आवर हुँदैछ ठ्याक्क गोल्डन सनराइज हुने बेला भयो It's beautiful. क्यामेरामा त अलि आउँदो रहेछ बट स्टिल एकदम ब्युटिफुल देखिरहेछ हामी चाहिँ यहाँबाट अब छिर्दैछौँ मुनि यो चाहिँ अब मुखमा छिर्यौँ होइन त पछाडिकोलाई त्यो चाहिँ पार्किङ रहेछ हो हाम्रो एकदम गाडीको सिसा फोहोर भएर छ हामी 3 दिन फ्राइडेदेखि हाम्रो गाडी पुरै बाटोको बाटै छ काम पानी आधीहुरी त्यस्तै हो त्यही भएर हामी जाँदैछौँ अब यस्तो गरेर यहाँबाट सिधै गएर हामी गाडी पार्क गर्छौँ अनि राख्छौँ यो पुरै पार्किङ हो गाइज ल फाइनल्ली म चाहिँ यहाँ बोर्ड भएँ अनि यो चाहिँ यसो बच्चा बच्ची खेल्ने खालको रहेछ होइन योहरू यहाँ बच्चा बच्ची खेल्ने अब यता यहाँ चाहिँ खानासाना खाने ए समुद्रमा ओ साथी के छ अनि यहाँ पनि भेन्डिङ मेसिन छ होइन हाम्रो
हाम्रो जापान मिस हुन दिएको छैन, तर एकदमै लिमिटेड अप्सन गनेरै 8वटा जस्तो रहेछ। हेलो टोपी क्या रमाइलो होइन। हामी चाहिँ अब अहिले हिँडेको ठ्याक्कै 1 घन्टा। नानी त्यहाँ पुरा बसिरहेको चाहिँ मेरो यसो यहाँ छ यसरी हामी यसरी चढिसक्यौँ। साडी मजाको छ यस्तो सबै। हाम्रो चाहिँ अब खाना रेडी छ यता। अब यहाँ चाहिँ गेमिङ जोन पनि छ हाम्रो। डेक 9 मा होइन त नानी? यो डेक 9 मा चाहिँ यसरी गेमिङ जोन पनि राखेको छ। के छ खेल्ने? यसरी हान्ने जम्बीहरूलाई बाजेले खेल्दैछन्। ओके एन्ड हियर वी आर। फेरि चिप्सहरू पाइन्छ। अब हाम्रो लाइब्रेरी यहाँ चाहिँ पढ्ने पनि हुन्छ। यसरी बिङ्गो नि खेल्छ यहाँ अहिले पछि। यो चाहिँ हाम्रो डेक 9 कुर्सीहरू टक 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 छ होइन त नानी? ठिक छ नि? हामीले यहाँ अहिले डल्फिन पनि ठ्याक्कै देख्यौँ नि। कता है भयो? अगाडि देखेको। यता अलिअलि समुद्रको जनावरहरू देखिन्छ। यता हामीले भर्खर डल्फिन कता देख्यौँ है। कहाँ बाबा कहाँ? सार्क हो र? कहाँ देख्यौ तिमीले सार्क हो र? फेरि देखिन्छ कि है? यस्तो उता तलसम्म छ। यसो गएर यसो त्यही त हेर त। जाउँ न। अब हामी यसरी अर्को डेकमा जाँदैछौँ तल्लो तल्ला। यो चाहिँ हाम्रो डेक 8 क्याबिनहरू हो। जाउँ तल जाउँ भाइ। हामी 7 तिर लागौँ। यो चाहिँ अब 7 मा चाहिँ हाम्रो अब बार पनि छ। गुडिजहरू यसरी राखेको छ। यहाँ चाहिँ एउटा जेम्स ककको राखेको रहेछ। जेम्स कक्स यसरी। वाइफाई पनि हाम्रो चाहिँ जोड्न मिल्छ होइन। यहाँ चाहिँ वाइफाईको चाहिँ यहाँ चाहिँ अब ब्लु डेक 7 चाहिँ यस्तो छ। अगाडि बार छ हाम्रो। ए पिज्जा पनि छ त। भेजिटेरियन पनि छ नि। यस्तो छ। यो चाहिँ हाम्रो डे सेलिङ मेन्यु यतापट्टि। अब चाहिँ यहाँ खाना पनि छ होइन। किन्नुपर्छ। ल हामी चाहिँ एकछिन अब खान्छौँ। Nobody. Okay, Alicia, you have low expectations, so you'll be nicely surprised if you win. Okay, eyes down. First up, we have 31 चाहिएको छ। 31 just 31 B1. The loneliest number, B1. Should we do third place or should we check Yes! we'll do third place, but I'll just go check this one first. I need that ball. Round 4. Amazing work. के भयो जितेन। के चाहिएको थियो तिमीलाई? उयो 63 एउटा मात्र बाँकी थियो यहाँ। त्यो बल हामीलाई बिङ्गोमा जित्नै पर्ने भएको छ। उयो बल लेप्ची होइन त नानी? अब पाइन्छ कि पाइँदैन होला त। त्यसपछि कन्सर्ट पनि रहेछ। त्यसपछि बिङ्गो अब सकियो। बाट आइयो
केही जितिएन बिङ्गोमा तर चक्लेट खायो नि नानी खोल खोइ त चक्लेट खाइसक्यो फाइनल्ली यहाँ चाहिँ चारैतिर पानी नै पानीको बिचमा हामी I'm not sure तर यो अल्बर्टोस जस्तो देखिन्छ could be के अल्बर्टोस नै हो त फाइनल्ली सूर्यास्त पनि भयो अझै बाँकी छ यात्रा सकेको छैन तर इट्स भेरी ब्युटिफुल है उतापट्टि चाहिँ अलमोस्ट 1.5 आवरमा चाहिँ हामी पुग्छौँ चाहिँ हाम्रो गेमिङ जोन पनि छ के छ त कति बजे ठ्याक्कै भने 6:21 भयो ल हामी कति 7:30मा चढ्यो नि त नानी 6:30मा चढ्यो नि त 7:30मा रमाइलो भइरहेछ नि होइन ल अब हाम्रो बोलायो अब यताबाट हामी डेक 5मा जाने हो र ल ठिक छ अब सुल्टो कुरा हुन्छ अब हामी जाने यहाँबाट डेक 5 त्यसपछि त्यहाँबाट चाहिँ गाडी निकालेर अन्त वी गोइङ टु आज डेभनपोर्ट अभिषेकमै बस्छौँ सो सी यु गाइज सुन अब हाम्रो चाहिँ पोर्ट 5मा छ यहाँ गाडी हाम्रो यहाँ छ 5मा अनि यहाँबाट अनि बिस्तारै हामी स्वाटमा जान्छौँ ल वेलकम थ्याङ्क यू छोइदिइहाल्ने यहाँ चाहिँ अटम पुरै लागेछ कस्तो राम्रो देखिँदो रहेछ घर अगाडिबाट डे अर्को पुरा तिमीलाई क्यामेरा सक भयो नि एकछिन हामी चाहिँ आज हाम्रो अभिषेककोमा यस्तो रमाइलो हस्पिटालिटी पुरै बिहानको 7:13मा यहाँ पराठा ट्याक्कै उसले स्मुदी पराठा बनाएर यस्तो राम्रो एकदम रमाइलो भयो अब यहाँबाट चाहिँ हामी जान्छौँ हाम्रो गन्तव्यतिर होबाट होइन त नानी